कागजको पाना जस्तै भविष्यहरू खाली किन बोल्दैछन् सबै अंग्रेजी तर अर्थ बुझ्दैनन् किन विद्यालय भित्रै पलाइरहेछ नयाँ रोग पहिचान खोइ के हामी यही चाहन्थ्यौ र ब्रोइलर पुस्ता तयार भई अंग्रेजी माध्यमको नाममा न अंग्रेजी न नेपाली जति सिके पनि नजिकिँदैन ज्ञानको बाटो खाली पुस्तक र नोटकै भर पर्छ सोच्न नपाइने परम्परा सृजनशीलता जन्मिनै नसक्ने कसरी बन्छ देशको भविष्य अंग्रेजीको मोह छ तर आपदा यो भने नेपाली भाषा नै बन्छ अभिव्यक्तिको हस्ती मौलिकता तर्सँदै भागे छै विदेशी झिलिमिलीमा भाषा संस्कृति खलबल्याउँदै हिँड्दैछौँ हामी भुलभुलैमा पुस्तक बीच जन्माइनु पर्ने थियो सक्षम पिढी तर बनाउँदैछौँ हामी स्वयं पंख नभएका कुखुरा जस्तै मान्छे कसरी उड्लान् भविष्यतिर कसरी उज्यालो बिछाउलान् पटक सोधौँ आफूलाई के हामी साँच्चीकै पहिचान गुमाएर ब्रोइलर पुस्ता जन्माउन चाहन्छौ र